hello guys, what's up? It's me Deep and welcome to my new vlog. And so guys, आज न्यू डे न्यू vlog स्वागत छ तपाईहरुलाई फेरि पनि अर्को नेक्स्ट डे मा। अनि ओइ कपालै भूत भइराछ त नि। सो त्यही हो साथीहरु, ल अब चाहिँ हामी निस्किन लागेको। यहाँ तलतिर पठा भइराछ अरे। सुमन र म चाहिँ कफी बिन्स भन्ने उयसमा मिसिन लिन जान आँटेको, कम्पनीमा मिसिन लिन जान आँटेको। एकछिन लगाउन। अनि सो कपाल चाहिँ मिलाएर जानु पर्यो च्याट्टसँगले, किनभने अलिक हतारै छ। त्यो दाइ निस्किन आँटेको अरे क्या, बिन्स नेपालको दाइ चाहिँ निस्किन आँटेको अरे। त्यही भएर हामी चाहिँ त्यहाँ गएर मिसिनहरू हेरेर अरू सामानहरू टन्नै किन्नुपर्ने छ। आज दिनभरि सपिङ गरेर भोलि चाहिँ काम सकाएर फर्क्यौँ भनेको, तर भ्याइन्छ जस्तो छैन। अब भोलि पनि बस्नु पर्ला जस्तो कुरा भइरहेछ। हेरौँ, लेट्स सी के हुन्छ है साथीहरू। सो त्यही हो, ल एकछिनमा भेटौँ ल। अब निस्क्यौँ है त। ल साथीहरू, हामी चाहिँ अब रुमबाट निस्केको। सो यो सामान चाहिँ तल लगेर राखिराख्छौँ, किनभने यहाँ चाहिँ हामीलाई पैसा पर्न सक्छ। सो हाम्रो सामानहरू चाहिँ तल लगेर राख्यौँ। हामीलाई रुमको पैसा पर्दैन। 12 बजीदेखि त एक्स्ट्रा चार्ज लाग्छ नि त। अहिले 12 बजी आइपुग्यौँ त तनाव हुन्छ। सो त्यसमा तलमाथि पठाउ र इन्ड्राइभर दुईजनाले पर्खिराख्नु भएको छ। सो त्यही हो, हामी हाम्रो चाहिँ दाइलाई एकछिन कुरा गरेर सो निस्किन्छौँ है त। ल ओइ ल साथीहरू, सो झन्नै लड्यो क्या। ऊ पनि तिमी पनि झन्नै लड्यो हो। खोइ यहाँ पठाउवाला टोलीहरू केमा छ हो कोनि यार। पाथी भाडा अगाडि भन्थ्यो, यो होइन पाथी भाडा। खोइ त नि पाथी भाडा अगाडि पठाउवालाहरू देख्दिनँ साथीहरू। खोइ यार, एउटा इन्ड्राइभ गरेको, एउटा पठाउ गरेको। अब नम्बर हेर्नु पऱ्यो अनि पठाउवालासँग जानु पऱ्यो यार साथीहरू। गाह्रो छ हौ हामीलाई, गाह्रो। ल साथीहरू, सो अहिले चाहिँ यहाँ दुईजना 3 नम्बर मैले मिस्टेक भनेको छु क्या। सो दुईजना एकै ठाउँमा हुनुहुँदो रहेछ बस्न चाहिँ, तर यहाँ 3 नम्बरमा चाहिँ त्यहाँ आउनु भएको छ क्या। पाथी भएर रहेछ नि त दुइटै। फेरि अझ सोध्नु न गेट नम्बर भनेको चाहिँ हामीले सोधेर बसिसकेको भनेर लगाइदिएछन् फेरि टोलीहरूले। अब चाहिँ हामी जाँदैछौँ मेसिन हेर्नको लागि। सो पूर्वबाट कन्ट्याक्ट गरेर यहाँ आइपुग्नु भनेको त इट्स नट अ जोक। भरे कुरा मिलेन भने त तनाव हुन्छ त यार साथीहरू। यार त्यो दाइले फोनमा त मिल्ला जस्तो कुरा गरेको थियो। अब यहाँ आएर मिलेन भने त मारिन्छ नि फेरि साथीहरू। तर चिसो हावा रहेछ यार साथीहरू। यार यतिखेर तराईमा गर्मी भइसकेको थियो, यहाँ त चिसो हावा आउँदो रहेछ। ओहो, ज्याकेट त ल्याएको थिएँ नि मैले, लाउनु पर्दो रहेछ यार। ल लाग्यो है त साथीहरू। ल है साथीहरू, सो अहिले चाहिँ आइपुग्यौँ हामी ट्याक्कसँगले नेपाली बिन्स कफी यतातिर। सो ल आइपुगिसक्यौँ। सो अब यहाँ भित्र इन्टर गरेर भेटौँला है त। ल साथीहरू, सो यहाँ दाइसँग भेट भइसकिसक्यो मेरो चाहिँ। अनि दाइसँग चाहिँ मैले अस्तिदेखि कुरा गरिरहेको थिएँ, फोन गरिरहेको थिएँ। दाइ चाहिँ फोनै गर्नु हुँदैन होइन, म चाहिँ फोन गरेर सोधेको गरेको। यो हो, यो चाहिँ कम्प्याक्ट हो। तिमीले कुन चाहिँ कुरा गरेको थियौ? मैले यही नै हो, यही हो कम्प्याक्ट। यो चाहिँ डबल हेड नै भयो। डबल हेडै वाला हो। हेड नै हो, डबल हेड यसको उ चाहिँ स्टिमर। ला एउटा मात्रै? स्टिमर चाहिँ अनि दुईटा थियो त नि भिडियोमा त। कहाँ छ भिडियोमा अहिले हेर नि। हट वाटरको दिन। ल है साथीहरू, हाम्रो डिल हुँदैछ यहाँ। दाइले र मेरो चेक आफै भइदियो हुन्छ। ल भन। 1 लाख हौ, 1 लाख चाहिँ चेकमा लानु न। ल साथीहरू, यहाँ चाहिँ दुईटा चेक छ। एउटा 2 लाखको, एउटा 1 लाखको गरेर 3 लाखको चाहिँ चेक होइन त। 3 लाखको चेक मेरो साइन देखाउन मिल्दैन, त्यही भएर मैले यो पैसा नदेखाएको। यसरी सिग्नेचर नदेखाएको नि। यहाँ 2 लाखको, यहाँ 1 लाखको। यो मैले चाहिँ यस सिग्नेचर देखाउन नमिल्ने भयो भने यसरी छोपेर देखाएको। प्राइभेसी भन्ने कुरा नै हुन्छ नि त। सो त्यही हो, यहाँ दाइलाई मैले दिइसकिसकेँ। बाँकी कारोबार सामान आएपछि साथीहरू। ल यार साथीहरू, यार मिसिन यही हो। यहाँ अरू सेटहरू पनि दिनुहुन्छ। सो अहिले चाहिँ पठा भनिसकेको, दाइहरू 2जना आइसक्यो। ल मेरो दाइ अहिले भेट्नुपर्छ। खुसी लाग्यो दाइसँग भेटेर है। मेरो काम सकेर आउँछु ल मेरो दाइ। 2जनालाई हानेको क्या म, एउटै फोन भेट जाउँ त लु। ल साथीहरू लाग्यौँ है। अब सुमन भाइ चढिसक्यो अगाडि। जे होस्, दाइले मजाले नै गफ भएर मजाले नै अब चाहिँ कुराकानी भएर हाम्रो डिल सिल भइसक्यो। अनि सो मैले चाहिँ 3 लाख चाहिँ पे गरिदिएको छु। अरू चाहिँ उता पूर्व आएपछि नै दाइ नै आउनुहुन्छ अरे। ल साथीहरू, सो अहिले चाहिँ आइपुगिसक्यौँ हामी ट्याक्कसँगले मल्टी किचन ट्रेनिङ
सो यहाँभित्र छिरेर चाहिँ अब सामानहरू लिएर चाहिँ जानुपर्ने हुन्छ च्याटर लाएर आमा कस्तो यहाँ अघि फोन गरेको थिएँ मेरो कसलाई हो अघि फोन गरेको तपाईँलाई हो कि यहाँ मैले साथीहरू आइपुगिसकेँ म चाहिँ यहाँ सामान पाउने ठाउँमा यहाँ हेर्नु नि ह्यान्ड ग्राइन्डर पनि रहेछ च्याटसँगले पिक्चर पनि रहेछ इ यत्रो भनेको क्या पिक्चर चाहिँ 250 को 250 ml को हो त्यो होइन 250 ml को हो यो 250 ml को सो त्यही हो साथीहरू अब सबै यो त लानुपर्छ क्या हो त्यो मिलाउने पाउडर मिलाउने सो यहाँ पिक्चरहरू च्याटसँगले कपहरू यहाँ हेर्नु पऱ्यो के रहेछ सुरुमा चाहिँ ल है साथीहरू अनि भोक लाग्यो नि ल साथीहरू सो यहाँ चाहिँ हाम्रो बिल निस्क्यो कति निस्क्यो अरे सुमन भाइ 41,500 को चाहिँ बिल पेमेन्ट भयो उता 3 लाख यता 41,000 3,41,000 3 लाख मात्र हो होइन अहिले पे गरेको चाहिँ पैसा तिरेको चाहिँ आज तिरेको चाहिँ अब त्यहाँ अझै दिनु छ मैले आधी पेमेन्ट चाहिँ मिसिनको दिन बाँकी नै छ किनभने म मिसिन पाएपछि मात्रै अरू चाहिँ पेमेन्ट गरिदिन्छु भनेको छु सो त्यो मिसिन सँगसँगै भ्याट बिल पनि आउँछ त्यसपछि म तपाईँहरूलाई देखाउँला कति भयो भनेर उता 4 लाख भनौँ न सिधा उता नेपाली बिन्चमा 4 लाख अनि यता 41,000 गर्दाखेरि 4,41,000 चाहिँ सक्यो अहिलेसम्म ला फुट्दै रहेन यार एउटा 4,41,000 चाहिँ सक्यो हेर चुड्कीमा तिमीलाई त्यत्रो 4,41,000 सक्यो जस्तो लाग्छ 4,41,000 सक्यो जस्तो लाग्छ मैले लाग्दैन तपाईँलाई चाहिँ लाग्यो तपाईँको पैसा काट्यो मेरो पैसा अनि काटिन सक्यो नि अब 1 लाख त अघि सेकेन्डमै काटिसक्यो आजको डेटवाला 1 लाख चेकमा त 2 लाख एक दिनमा 2 लाख एक दिनमा अनि अरू 1 लाख चाहिँ अब मिसिन आएपछि बाफ्रे मरे यार म त टेन्सनले यार साथीहरू त्यत्रो धेरै गइरहेछ क्या लाइक लाखको बिटा गइरहेछ क्या सिरियसली सेट म त कस्तो तनाव लाग्नु थाल्यो यार साँच्ची भनेको होइन भन त अब मैले कत्रो डिसिजन लिइरहेको छु त मेरो कफी स्कुल चलेन भने त साथीहरू म मर्छु यार म मर्दा हुन्छ यार त्यस्तो मैले यत्रो रिस्क लिएर गरेको छु सो प्लिज तपाईँहरू झापा मोरङ पथरी कतै हुनुहुन्छ भने चाहिँ पथरी उर्लाबारी दमक या त्यो के भन्छ लेटाङ माथि जाँते अब टाढी अनि त्यसपछि अरू नजिक कहाँ पर्छ त्यो एरियाहरू हुनुहुन्छ भने चाहिँ प्लिज डु कन्ट्याक्ट विथ मी अनि त्यसपछि म नम्बर पनि छोडिदिइराख्छु छु मेरो जेएनडी कफी स्कुल भन्ने टिकटक आइडीमा तपाईँहरूले टिकटकमा गएर सर्च पनि गर्न सक्नुहुन्छ सो स्क्रिनमा पनि राखिदिउँला नम्बर भयो भने इफ पोसिबल भयो भने होइन सो त्यही हो साथीहरू आउनु होला उर्लाबारी मेरो कफी स्कुलमा भिजिट गर्नु होला त्यसपछि सिक्नु होला साथीहरू सपोर्ट गर्नु पर्यो होइन केही बोला यार बोला केही अलिक साह्रो सपोर्ट गरिदिनु होला अलिक साह्रो सुनिँदैन यहाँ हल्ला आएर आएर सिकेर विदेश चल्दिहाल्ने म तपाईँहरू चाहिँ विदेश जानुहोस् मैले विदेश नजाने अठोट गरेको छु साथीहरू तपाईँहरूलाई चाहिँ म विदेश पठाउँछु टेन्सन नगर्नुहोस् हाम्रै ट्रेनिङ सेन्टर छ हाम्रै मेन पावर पनि छ सो प्लिज डु भिजिट है साथीहरू ल अब एकछिनमा भेटौँला अब खानासाना खान्छौँ ए ल है साथीहरू म चाहिँ अब लागेँ अनि सुमन भाइ चाहिँ पशुपति जाउँ दाइ अब केही खाएको छैनौँ नि त हामीले बिहानदेखि दाइ पानी मात्रै खाएको होइन त्यही भएर भाइ विदेश जान लागेको छ अनि पशुपति जान आँटेको क्या त्यही भएर दर्शन गर्ने अरे त्यही भएर सो साथीहरू ल अब चाहिँ सुमन चाहिँ दर्शन गरौँ न त एकचोटि पशुपति भनेर भन्दैछ अनि भोक चाहिँ मलाई वाइल्डै लागिरहेछ तर पनि अब उसको इच्छा हो विदेश जानुभन्दा अगाडि बिचरा दर्शन गरौँ भनेर होला सो
म त अब यहीँ हुने मान्छे जहिले, तर पनि मैले पनि मेरो आफ्नो कामको लागि चाहिँ गएर वरदान के भन्छ आशिष माग्छु भगवान्सँग, श्री पशुपतिनाथसँग। अनि दाइलाई मैले पठाउ गरेर सो म चाहिँ लागिसकेँ। अनि सुमन पनि आउँदैछ। सो त्यही हो साथीहरू, ल पशुपति पुगेर भेटौँला नि त ट्र्याक्टरसँगले है त। म पनि ट्र्याक्टर जेहोस् दर्शन चाहिँ गर्ने सोचिरहेको थिएँ। ट्र्याक्टर झन् मिल्यो भनौँ न, टाइम पनि ट्र्याक्टर मिल्यो। सो मेरो चाहिँ लगभग काम चाहिँ सकिसक्यो। अब सिरपको काम छ, अनि त्यसपछि चाहिँ सकिन्छ मेरो कामहरू। सो त्यही हो साथीहरू, ल पशुपति पुगेर भेटौँ। ल साथीहरू, सो अहिले चाहिँ आइपुग्यौँ हामी पशुपति च्याट्ट। खोइ भिड रहेछ यार, आज हामीले पालो पाउँछौँ जस्तो छैन दर्शन गर्न। ला आज सोमबार पो हो त, भिड हुन्छ यार भिड। कहाँ बिहानै आउनु पर्थ्यो नि त, सेट बरु बिहानै आउनु पर्थ्यो 4 बजी। तिमीले त्यस्तो भनेको भए हेर, ला तनाव भयो यार साथीहरू। अब त हामी त पालो त कहिले हो कहिले। ल नट युज के भन्दैछ साथीहरू। सो अहिले चाहिँ हामी पूजा गर्नलाई लाग्यौँ। घडी हेरेकै छैन यार, तर भोकै छौँ हामी, खाएको छैनौँ हामी। मन पनि सफा छ हाम्रो, पेट पनि सफा छ। अमृत के अरे जल मात्रै खाएको छैन, जल। त्यस्तो जल होइन, कफी खाएको, त्यो त चिया जस्तो हो नि त। त्यही त, कफी खाएको, कफी चाहिँ जल अरे क्या, ए अमृत अरे क्या उसले भनेको। सो त्यही हो, यहाँ छ मेरो पूजाको सामान, त्यहाँ छ उसको पूजाको सामान। अब हामी दुईजना लाग्दैछौँ है त। ल साथीहरू, हामी चाहिँ भित्र इन्टर गरिसकिसक्यौँ च्याटल लाएर। यहाँ चाहिँ परिवारलाई खानासँग दिने ठाउँ छ। ओ यहाँ म आउँदाखेरि जहिले परा उठ्छ यार, कस्तो लभली देखिन्छ यार त्यो सिन है। आँखाले चाहिँ साह्रै राम्रो देखिने क्या। खोइ बाँदर कहाँ छ त? खोइ कुन बाँदरले उडायो हेर न, उसले त आफै उड्दैछ। मेरो टाउकैबाट गयो यार, केटाहरूले हान्दा रहेछ नि, त्यही भएर उडेको क्या अरे खड्याङ खड्याङ गरेर। ल साथीहरू, सो यो हो पशुपति। त्यही गर्दैछौँ, तपाईँले गराइदिनु हुने, भित्र छिराइदिनु हुने। भित्र छिराइन्छ लाइन यहाँ माथि पूजा गर्ने शिवलिङ्गमा जल अभिषेक। बाहिर होइन, भित्रै गर्ने हामी त पूजा। भित्र त पाइने वरिपरि हो, मेन मन्दिरमा दर्शन मात्रै पूजाले दिन्छन्। ढोकाभित्र बस्नु, ढोकाभित्र नछिर्ने, हामी बाहिर चढाउँछ भित्र त्यो पुजारीलाई यो दिने, अनि छुवाउन लाउने अनि ल्याउने। गरिदिनुहुन्छ? गरिदिनु नि। ल त्यसो भए जाउँ। ल साथीहरू आयो है। दक्षिणा? दक्षिणा त मन खुसी दिन्छौँ नि हामी, कहाँ अनि तपाईँहरूले अर्डर गरेर हुन्छ त नि? दक्षिणा त यति देऊ भनेर तपाईँहरूले भन्न पाइन्छ र? हामी त मन खुसी दिन्छौँ नि। अब यति दिने भन्ने नै हुँदैन नि। अब दक्षिणा त आफ्नो खुसीले पो दिने हो त होइन र? 100, 200, 300 त्यो त आफ्नो खुसीले दिने हो दक्षिणा कि कसो? र 1140 चामल फलफुल धोती गम्छा सम्झेर बाहुनलाई वरण गरे। र 1140 चामल फलफुल धोती गम्छा सम्झेर बाहुनलाई वरण गरे। र के आउँछ अहिले आज जमाना? जानु आफै गर्नु, हामी जानु आफै गर्नु, हामी जानु आफै गर्नु। हामीलाई त यो छुवाएर ल्याउने मात्रै हो, हामीलाई केही चाहिँदैन। अगरबत्ती आरती गर्नु पर्दैन, मन्त्र पढ्नु परेन। अनि मन्त्र पढेको पैसा त त्यसरी तोकेर लिन मिल्छ त? मिल्छ त भन्नु त? मिल्दैन, आफ्नो हिसाब दिनु। आफ्नो हिसाबले दिन्छौँ नि हामी। अब कति दिने यति दिने भन्ने हुँदैन। तपाईँ पूजा गरेर ल्याइदिनु, हामी सँगै जान्छौँ, हामी पूजा गर्छौँ तपाईँसँगै, अनि त्यहाँदेखि फर्केर आएर हामी दिन्छौँ दक्षिणा। हुन्छ? हुँदैन भने हामी जान्छौँ आफै। त्यो कहाँ पण्डितले त्यो पैसा तोकेर हुन्छ त नि? पण्डितको काम पैसा तोक्ने हो त? महँगाइ छ त्यही भएर तोक्नु पर्छ कि। त्यो तोकेर त्यो पाप हो। तपाईँहरू धर्म गर्नु बस्नुभएको, धर्म गर्न बस्नुभएको, अनि कहाँ त्यसरी पैसा तोकेर हुन्छ? त्यो गलत हो। ल साथीहरू, हामी यहाँ पूजा गरेर निस्किन्छौँ है त। ल साथीहरू, म धेरैचोटि पशुपति आएको थिएँ, तर यो चाहिँ हामीले बकेट चाहिँ पण्डित बालाई दिन्थ्यौँ, अनि त्यसपछि हामीलाई भित्र छुवाएर ल्याएर दिनुहुन्थ्यो। तर आज चाहिँ साथीहरू हामी आफै भित्र छिर्न पायौँ खुद है। सो एकदमै खुसी लाग्यो, एकदमै प्राउड फिल भयो। ऊ भाग्यमानी रहेछ, म पनि भाग्यमानी रहेछु। ढिलो आउनुपर्छ। सो त्यही हो, आज भाग्यमा लेखेको रहेछ, त्यही भएर ढिलो आउँदा पनि छिर्न पाइयो। वाउ, सो एकदम खुसी लाग्यो। अब हामी निस्किन्छौँ च्याट्ट पशुपतिनाथ दर्शन गरेर। सो निस्किन्छौँ है त साथीहरू। सो एकदम खुसी लाग्यो साथीहरू। अब चाहिँ हामी निस्क्यौँ, सामानलाई प्लास्टिकमा पोको पार्यौँ र अब हामी चाहिँ निस्क्यौँ होइन त? खुसी नि? अब गएर खुसी नि?
अब गएर खाना खानु भने यस्तो भोक लाग्यो खाना खाने अनि कति बजिसक्यो 2 बजिसक्यो अनि एयरपोर्टतिर जाने अब खाना खाने त्यसपछि उसको अलिकति फोटोकपी गर्नु छ त्यो फोटोकपी गर्ने त्यसपछि हामी एयरपोर्ट जाने अनि उसलाई छोडिराखेर म पनि भक्तपुरतिर जाने अनि भक्तपुर चाहिँ आज म कसकोमा जान्छु भन्दा ड्राइभरजीकोमा गुरुजी रमेश दाईकोमा गएर बस्छु रमेश दाईको घरमा जाने बस्ने खानासाना खाने यहाँ आइपुगेपछि मलाई यस्तो फिल हुन्छ साथीहरू यस्तो फिल हुन्छ कि हामी चाहिँ जिन्दगीमा जति भागदौड गरे पनि जति हतार गरे पनि अर्काको देश जान्छौँ पैसा कमाउँछौँ दुःख गर्छौँ तर लास्टमा चाहिँ यसरी जल्ने हेर्नु यसरी लास्टमा चाहिँ यसरी नै चितामा जाने हो हामीले केही पाउँदैनौँ त्यो बेला नाङ्गै हुन्छौँ 2-4 जना साह्रो रुने हुन्छ भने 10-20 जना अलिअलि रुने 2-4 जना कुरा गर्ने राम्रो मान्छे थियो भन्ने त्योभन्दा अरू हामीले केही कमाएको हुँदैनौँ साथीहरू अहिले हामी कति भागदौडको लागि कुद्छौँ कति पैसा भन्छौँ होइन राम्रो गरौँ भविष्य बनाऊँ भन्छौँ छोराछोरीलाई राम्रो होस् भन्छौँ तर हामी लास्टमा हुने यस्तो हो क्या यसरी जल्ने हो क्या हामी लास्टमा यसरी जति काम गरे पनि हैन जति काम गर तिमी जति दुःख गर जति अमेरिका अस्ट्रेलिया जुनै देश जाऊ सायद चाहे तिमी चन्द्रमामा जाऊ तर पनि लास्टमा तिमी भने मर्ने र लास्टमा यही मुढामै आएर जल्ने हो क्या त्यो कुराले चाहिँ कस्तो हुन्छ अब एक्लै बसेर सोच्दाखेरि चाहिँ लास्ट डेन्जर फिल हुन्छ क्या जाने कहिले काहीँ सुत्ने बेलामा सोध्छौ तिमी बेलुका कस्तो हुन्छ मर्ने ल आगोमा जलाउँछ हामीलाई भन्दाखेरि कस्तो फिल हुन्छ हो कि होइन भन त भाइ तिमीहरू सोध्छौ त्यस्तो म चाहिँ कहिले काहीँ एकान्तमा बसेर सोध्छु है अनि त्यो लाइक निन्द्रा लाग्दैन अनि कुरा के कुरा आइरहेको छ नि त दिमागमा अनि त्यो कुराहरू पनि आउँछ क्या मर्ने कुराहरू दिमागमा आउँछ अनि कहाँ भित्रैदेखि चिसो भएर आउँछ क्या यस्तो नराम्रो लागेर आउँछ कस्तो है कस्तो फिल हुन्छ त्यो त्यही त हामीलाई कस्तो पोल्छ होइन तर त्यो एउटा अब हामीले हेर्दाखेरि त्यो चटपट घोचेर पोलेको गर्नु सेट ल है साथीहरू अहिले चाहिँ हामी होटल आइपुगिसक्यौँ खाना खाऊँ भनेको खोइ हौ खाना यार छैन कि छ अरे खाना छ कि छैन हौ खाऊँ न त भोकले मर्न आँट्यो त यार कति बजी थाहा के काम पुरै सक्यो त उसले चाहिँ चिन्छ पनि अरे यार मलाई मेरो के ब्लग हो सबैले के भन्नु सब्सक्राइब गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु पर्यो दाइको मेरो चाहिँ बिग फ्यान हो फेरि पहिलादेखि नै चिनेको मैले दाइलाई चाहिँ हिजोदेखि भेट होइन यहाँ टक्क आउनु भएको थियो यही मात्रै भएर हो कि दाइ नत्र हिँड्दै जान्थ्यो त्यही त भनेको त त्यही सकिएन र त नत्र त हामीलाई ट्याक्सी चाहिन्थ्यो त भन्नु त ल साथीहरू अब चाहिँ हामीले होटलबाट पनि चेकआउट गरेर अब चाहिँ लाग्यो एयरपोर्ट साइड च्याटसँगले यिनीहरूले सँगै बस्छौँ तिमीहरू के अगाडि बस्दिनँ अब अन्तिम दिन नेपालको सँगै बसौँ न त जे पर्ला पर्ला ल साथीहरू लाग्ने त ल साथीहरू अब हामी चाहिँ चट्टसँगले आइपुग्यौँ एयरपोर्ट ल साथीहरू बिचरा मेरो सोल्टीको रुने कोही भनेर म रोइदिन्छु सोल्टी रुने कोही नै भनेर जापान अमेरिका गएको भएको सोल्टी तपाईँलाई पुरानो सब आउँदो आफन्तहरू पनि सब आएर रुन्थ्यो होइन आइफोन 13 प्रो म्याक्स पास गर्थ्यो मेरो लागि रोइदिनु भाडा पैसा दिउँ न 100 रुपियाँ यार यस्तो यार तर भेट्छ त्यो अब सोल्टी यहाँ फोटो खिच्नु हुने अरे अनि त्यसपछि जानु पर्छ सोल्टीको मान्छे आउँदै हुनुहुन्छ अरे त्यहाँ पर हो सोल्टी फोटो खिच्ने जाने हो लेखेको ठाउँमा जाने फोटो खिच्न फोटो खिच्दैछ सबैजना त्यहाँ रुने मात्रै हुन्छ पैसा दिएर रुन लगाउँथ्यो पैसा दिएर लाजै मर्दै लागि एक शब्द अरे अनि कोही छैन रुइदिने नि ला तनाव यार त्यस्तो नभन्नु न यार मेरो नि मुटु कटक्क खान्छ म पनि विदेश गएको भए यस्तै एक्लै हुन्थ्यो होला यार कोही हुँदैन घरबाट पनि कोही आउँदैन थियो होला रुने पनि कोही हुँदैन थियो होला यार मेरो यार धन्न गइन यार सोल्टी तनाव यार यहाँ मैले एउटा खदा चाहिँ ल्याइदिएको छु सोल्टीलाई खदा चाहिँ लगाइदिन्छु ल
नरुनु नि फेरि खदा लाग्दै भने ल बनायो ल ल थ्यांक शुभयात्रा सोल्टी यू हेलो बिचरा मेरो सोल्टी आएर रुने मान्छे कोही पनि कसले रुवाइदिने यार रुने मान्छेहरू भाडामा खोज्नु भनेको यार साथीहरू तनाव हजुर सोल्टीलाई शुभयात्रा अब यहाँ एक दुईवटा फोटो खिचिदिन्छु त्यसपछि म जान्छु होला साथीहरू फाइनली अब चाहिँ टाइम भयो मेरो सोल्टीको जाने यो दाईहरूलाई पनि भेटेर खुसी लाग्यो ल दाईको चाहिँ शुभयात्रा ल मेरो दाई शुभयात्रा दाईसँग चाहिँ अब भेट्दै गर्नु पर्ला ल साथीहरू लाग्यौँ है त अब स्याट्ट लाएर सोल्टीको हजुरबाले यहाँ ओ यो घुमाउनु न यार सोल्टी अलिक धेरै सामान ल 5 सेकेन्ड लाग्यो म चाहिँ भक्तपुर निस्किनु पर्ने यो पठाउको लागि पनि चार्ज राख्नुपर्ने हुन्छ ल साथीहरू मेरो सोल्टीको जाने बेला भयो सोल्टी साथीहरू ल चल्डेको ल राम्ररी जानु अब सेफ फ्लाइट होइन दादाको अब फर्केपछि भेटौँला ल सोल्टी बाई बाई छिटै भेटौँला ल ल ल ल 3-4 वर्षै पछि ल ल साथीहरू म चाहिँ लागेँ अब च्याट्टा लगाएर है सोल्टी चल्दिसक्नुभयो म पनि चल्दिन्छु अब पठाउ गरेर ल साथीहरू सो अब चाहिँ म रमेश दाइकोमा जान्छु सिधै हाम्रो गुरुजीकोमा अनि गुरुजीकोमै गएर बस्छु आज चाहिँ सो भोलि चाहिँ म गुरुजीसँगै पूर्व फर्किनेवाला छु साथीहरू सो अब चाहिँ म लाग्दिएँ अनि बसमा जाउँ कि भने फेरि बसमा त बमिट आउँछ त्यही भएर मैले चाहिँ इनड्राइभ हानेर लाग्दिएको साथीहरू सो त्यही हो ल अब चाहिँ सिधै भक्तपुर पुगेर रमेश दाइलाई भेटेर नै भेटौँला है त साथीहरू तपाईँहरूसँग पनि ल साथीहरू फाइनली मैले रमेश दाइलाई भेटिसकिसकेँ रमेश दाइको पसल पनि यहाँ छ सो दिदी म यसो चिनाउनु है त यार म टेन्सन फेरि मेरो दिदी है ए नमस्ते दिदी यहाँ चाहिँ रमेश दाइको दिदी हुनुहुँदो रहेछ ए हिजो तपाईँले भन्दै हुन्थ्यो नि दिदीले चलाउनुहुन्छ भनेर उहाँले हो ए ल ठिक छ यार दाइको यत्रो ठुलो पसल रहेछ यार साथीहरू हेर्नु त गाडी कुदाएर बस्छ नि बुढा यत्रो ठुलो पसल त चलाउनु छैन यार गाडी कुदाएर हुन्छ तर तपाईँले गाडी नकुदाएको मलाई तनाव हुन्थ्यो यार साँच्चै भान्जी हो हेलो भान्जी हेलो हाई गरिदियो गुड ल साथीहरू सो त्यही हो अब चाहिँ हामी बस्छौँ मेरोमा फोनमा चार्ज पनि छैन यार भ्लग गर्नु पनि सो जेस रमाइलो भयो कहाँ पुगेको थियो पर सूर्य विनायकको पर पुगेको थिएँ केही बुझ्दिनँ सूर्य विनायक भनेको कि चुनदेवी भनेको कि सुनदेवी भनेको कि केही बुझ्दिनँ यो दाइले बोलेको के बोल्दैन भनेको हाडा भाजी 9 बजेको नि सूर्य विनायक पुग्यो नि अनि घरि सुनदेवी सुन्छु घरि चुनदेवी सुन्छु घरि सूर्य विनायक सुन्छु अनि म तर पनि म जेस आइपुगेँ ल साथीहरू सो अहिले चाहिँ म आइपुगिसकेँ रमेश दाइको रुममा रमेश दाइले मान्छे ल्याउनु भएको यति लिएर यो दाइले यस्तै भिला म फेरि मैले के सोचेँ तपाईँ र म मात्रै होला रुममा सोचेँ क्या हिजो तपाईँ र म मात्रै भन्नु हुँदै थियो त अनि रुममा म एक्लै छु भन्नुभएको नि हिजो ए अनि यहाँ चाहिँ हाम्रो मेरो पनि अब दाई भनेपछि भतिज नै होइन हेलो भन्नु हेलो गर्नु न हाई गर्नु न हाई गर्नु न ल हेर न भतिज हाई गर्नु हेलो गर्नु आमा हेर त लु 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 यस्तो छ सेम रमेश दाई जस्तै रहेछ यार अनुहार त ल साथीहरू अब म चाहिँ आइसकेँ दाइको रुममा एन्ड थ्याङ्क यू सो मच फर भिडियो वाचिङ टिल द एन्ड भाउजू चाहिँ उता जानुभएको छ मुख धुन जानुभएको होला सो त्यही हो साथीहरू आजको लागि चाहिँ यति नै सी यु इन नेक्स्ट ब्लग भोलि बिहानै भेटौँला अनि रमेश दाइ र मै हो अब फेरि पूर्व जाने भोलि दाजुभाइसँगै सो त्यही हो बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ भिडियो टिल द एन्ड लेट्स